नमस्ते, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल सुनिता राइज लिटल वर्ल्डमा। ल है त साथीहरू, मैले पनि युट्युब च्यानल चलाउने नितो गरी आजको दिनमा यस च्यानलमा प्रवेश गरिसकेको छु। आशा छ हजुरहरूले सहर्ष स्वीकार गर्नुहुन्छ भनेर, साथसाथै सपोर्टको पनि आशावादी छु। र यो च्यानलमा म नयाँ भएकी कारणले गर्दा यस च्यानलको नीति नियमहरू थाहा छैन। मैले नजानेको खण्डमा हजुरहरूले सपोर्ट गरिदिनु हुन्छ भन्ने विनम्र अनुरोध पनि गर्दछु। साथै मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहुन्छ भन्ने आशावादी पनि छु। ल है त साथीहरू, मेरो यो च्यानलमा फर्स्ट भिडियो सुरु गरे है त। ल आजको खानामा छ कोदोको ढिँडो। ढिँडोको साथमा ढिँडोसँग खाने भटमासको किनेमाको ग्रेभी। अनि यहाँ छ यो बेथुको साग। यसमा अर्को छ आलु र राजमाको ग्रेभी। अनि यो फर्सीको बियाँको धुले अचार। अनि सलादमा गाजर अनि के भन्छ मुला छ। ल है त साथीहरू, हामी नेपालीहरूको नेपाली खाना कोदोको ढिँडो र गुन्द्रुक भन्ने गरिन्छ। तर मेरो साथमा चाहिँ आज कोदोको ढिँडो चाहिँ छ, गुन्द्रुक चाहिँ छैन। ल अनि कोदोसँग मिल्ने किनेमाको ग्रेभी छ साथीहरू। अब चाहिँ म खान लागेँ। ल कस्तो रहेछ टेस्ट गर्दैछु। मिठो टेस्टी बोल्दा बोल्दै झन्नै मेरो ढिँडो पनि सेलाएछ साथीहरू। के गर्नु साथीहरू, इन्टरनेटको जमानामा हैन, इन्टरनेटले जे सुविधा दिएको छ त्यसको सदुपयोग त गर्नै पर्यो नि हैन। भन्छ नि नेपाली उखानमा धेरै जसो एजेड मानिसहरूले बोल्ने शब्द क्या 40 कटेपछि रमाउला भन्ने शब्दहरू बोल्ने गरेको सुन्छु म धेरै जसो। सो म पनि 40 कटेपछि रमाउने भनेर यस च्यानलमा म पनि प्रवेश गरेको छु। हुनु त रमाउनको लागि युट्युब च्यानलै चाहिन्छ भन्ने त हुँदैन हैन। मैले पनि फेसबुक चलाउँछु, टिकटक चलाउँछु, त्यसैमा पनि रमाउन सकिन्छ। तर अब पाएको सुविधाहरू के एप्सहरू छ सबै चलाऊँ, त्यो पनि गरौँ न, कस्तो चाहिँ हुँदो रहेछ भन्ने उत्सुकता बढेको कारणले गर्दाखेरि मैले पनि आजबाट युट्युब च्यानल चलाउन लागेको छु साथीहरू। हजुरहरूले मलाई, म त नयाँ छु, बिल्कुलै नयाँ हैन, 0 लेभलदेखि छु म। हजुरहरूले साथ सपोर्ट गरेर मेरो भिडियोलाई हेरेर लाइक कमेन्ट गरेर अनि सब्स्क्राइब गरेर अगाडि बढाइदिनुहुन्छ भन्ने धेरै आशा पनि राखेको छु है साथीहरू साथमा। अब फर्स्ट हो, म त बोल्नु पनि जान्दिनँ हो, भिडियोहरू बनाउने पनि मलाई त्यस्तो आइडिया छैन। म त एकदम नर्मल, म गृहिणी भएको कारणले गर्दाखेरि फेसबुकतिर टिकटकतिर पनि नर्मल भिडियो बनाएर म पोस्ट गर्ने गर्थेँ हैन। अब यो युट्युब च्यानलमा त अब कस्तो खालको भिडियो बनाउने हो त्यो पनि मलाई त्यति जानकारी छैन र चलाउनु पनि आउँदैन। चलाउँदै भए के बिगार गर्ने पनि हो कि कसो गर्ने हो, यहाँहरूले नै स्वीकार गर्दै सिकाउँदै हजुरहरूकै साथीभाइ छोरी चेली बहिनी सम्झेर मलाई पनि हजुरहरूसँगै साथसाथै लानुहुन्छ भन्ने आशा गर्दछु है साथीहरू। धेरै बोल्दै धेरै बोलिसकेँ, मेरो खाना पनि सेलाइसक्यो। अब चाहिँ म खानालाई कन्टिन्यू गरेँ ल साथीहरू। फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई म यति नै, बाई बाई।